अब घर जग्गा कारोबार गर्न लाइसेन्स प्राप्त यानी कि इजाजत पत्र भएका कम्पनीको थ्रु मात्र काम गर्नुपर्ने भन्ने कुरा हजुरले त पक्कै पनि सुन्नु भएको होला। र यसै सन्दर्भमा हामीले पनि यानी कि प्रपर्टी नेपालले पनि लाइसेन्स इजाजत पत्र मजाले लिइसकेका छौँ, जुन चाहिँ हामीले भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालय भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट पाएका छौँ। यदि हजुरहरू पनि घर जग्गा खरिद गर्ने अथवा बिक्री गर्ने प्रोसेसमा हुनुहुन्छ भने तपाईँले पनि एकदमै जानकार हुन जरुरी छ, किनभने आजको डेटमा अब तपाईँले चारैतिर हेर्न सक्नुहुन्छ, एकदमै धेरै रियल इस्टेट कम्पनीहरू, रियल इस्टेट भिडियोहरू, घर जग्गाका भिडियोहरू देख्नुहुन्छ। जो कसैले पनि तपाईँलाई बिक्री गर्न अथवा खरिद गराउन खोजिरहेको हुन्छ भने तपाईँले ध्यान दिनुपर्ने कुरा के छ भन्दा तपाईँ कोसँग काम गर्दै हुन्छ, के उहाँहरूसँग पनि यस्तै लाइसेन्स छ त, के उहाँहरूले पनि सरकारबाट अथोरिटी पाउनु भएको छ त। यदि तपाईँलाई थाहा छैन भने तपाईँलाई थाहा हुनुपर्ने कुरा हो, हजुरले लाइसेन्स प्राप्त कम्पनीबाट मात्र काम गर्नु होला। अब लाइसेन्स प्राप्त गरेसँगै हजुरहरूले एउटा रजिस्टर्ड कम्पनीसँग काम गर्नुको फाइदाहरू तपाईँहरूलाई के हुन्छ भन्ने बित्तिकै म तपाईँलाई केही पोइन्टहरूमा भनिदिन्छु। सबैभन्दा पहिले त म तपाईँलाई लिगल सेफ्टी एन्ड सेक्युरिटीका कुरा गर्छु, जुन चाहिँ प्रोटेक्सनका कुरा हुन्छन्। तपाईँले काम गर्ने बेलामा कोसँग काम गर्नुभयो, के प्रोसेसमा काम गर्नुभयो, ती सबै कुराहरू एकदमै इम्पोर्टेन्ट छ। जहाँ पाए त्यही, जोसुकै पाए त्यसैसँग घर अथवा जग्गा खरिद गर्नु तपाईँलाई कति हानिकारक हुन्छ भन्ने कुरा तपाईँहरूले देखि नै राख्नु भएको होला। कसको जग्गा कसलाई बेच्दिने, कसको घर कतिलाई कसलाई बेच्दिने, यी इत्यादि न्युजहरू पहिला पनि तपाईँले पक्कै पनि सुन्नुभएको होला। अब यो अकाउन्टेबिलिटी कसले लिन्छ भन्दाखेरि यदि त्यस्तो समस्या आइपर्छ भने एउटा रजिस्टर्ड कम्पनीसँग तपाईँले काम गर्नुको विभिन्न फाइदा त यसरी नै हुने भयो। प्रोटेक्सन फ्रम फ्रड्स, तपाईँले थाहा पाउनुपर्ने कुरा, विभिन्न फ्रडका केसहरू पनि यो घर जग्गा काममा तपाईँले देख्नु भएको होला। यी कुरालाई पनि राम्रोसँग एउटा रजिस्टर्ड कम्पनीले ह्यान्डल गर्छ। त्यसै गरिकन प्रपर डकुमेन्टेसनका कुरा हुन्छ। एउटा प्रपर्टी लिस्टिङमा आउँदै गर्दा हामीसँग विभिन्न प्रोसेसमा भएर आउँछ। हामीले त्यो प्रपर्टीलाई हेर्छौँ, कसको हो, उसको 3 पुस्ते जानकारी राख्छौँ, त्यो साँच्चै बिक्रीमा हो होइन, मार्केट भ्यालुएसनका कुराहरू हुन्छन्, फेयर मार्केट भ्याल्यु छ कि छैन, एउटा प्रपर्टीमा हुनुपर्ने प्राइसभन्दा ओभर प्राइस छ भने हामी त्यो कुरालाई पनि मजाले स्क्रिनिङ गरेर राख्छौँ। त्यसै गरिकन प्रपर मार्केटको नलेज पनि हामीले राखिरहेको हुन्छ। त्यस कारणले त्यो प्रपर्टी, त्यो घर, त्यो जग्गा, अपार्टमेन्ट इत्यादि जे पनि हामी कहाँ आउँछ एउटा राम्रो प्रोसेस थ्रु स्क्रिनिङ भएर आएको हुन्छ। साथै राम्रो टाइम सेभिङको कुराहरू हुन्छ। तपाईँ कुनै पनि मान्छेसँग एउटा तपाईँको रिक्वायरमेन्ट हुन्छ, त्यो रिक्वायरमेन्ट कसैले नसुनिकन अनेक तपाईँलाई प्रपर्टीहरू, घरहरू, जग्गाहरू देखाउँछ भने तपाईँको पनि टाइम लस हुन्छ। हामीसँग आउनुहुन्छ भने हामीले तपाईँलाई टाइमको पनि मजाले सेभिङ गराइदिने भयौँ। त्यसै गरिकन अकाउन्टेबिलिटी र ट्रस्टको पनि कुरा आउँछ। भोलिको दिनमा तपाईँले गर्नुभएको कुनै पनि काम, तपाईँले लिनुभएको घर या जग्गा कसैको थ्रु लिनुभएको छ र त्यसमा केही पनि प्रब्लमहरू आउँछ अथवा सानोतिनो तलमाथि केही भएको छ भने त्यसको अकाउन्टेबिलिटी कसले लिने, त्यो कुराको ट्रस्ट तपाईँलाई हुनुपर्ने हुन्छ। त्यस कारणले एउटा रजिस्टर्ड कम्पनीको थ्रु हजुरले काम गर्नु एकदमै राम्रो हुनसक्छ। र हामी एउटा लाइसेन्स प्राप्त कम्पनी भइसकेको जानकार त मैले गराइ नै सकेँ र हजुरहरूलाई सम्पूर्ण बायर र सेलरलाई सचेत गर्न पनि चाहे कि प्लिज वर्क थ्रु अ रजिस्टर्ड कम्पनी। र अब प्रपर्टी नेपालले पनि यो लाइसेन्स लिइसकेको छ। हस् त, धन्यवाद।